नमस्कार साथीहरू। यदि तपाईँहरूको मोबाइल चोरी भएको छ अथवा हराएको छ भने तपाईँहरूले आफ्नो नजिकको इलाका प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालयमा चाहिँ तपाईँहरूले निवेदन एउटा दिनुपर्ने हुन्छ र त्यो निवेदन चाहिँ कसरी दिएर आफ्नो मोबाइल चाहिँ खोजी गर्न सक्नुहुन्छ है त। सो साथीहरू, त्यो निवेदन चाहिँ कसरी लेख्ने त्यसको म आज चाहिँ ढाँचा लिएर आएका छौँ र आजको विषय पनि त्यही रहेको छ। मोबाइल हराएमा वा चोरी भएमा नजिकको इलाका प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालयमा चाहिँ मोबाइल खोजिदिनु हुनको लागि आवेदन यदि निवेदन कसरी लेखिने त्यसको ढाँचा चाहिँ लिएर आएको छौँ है त। ओके साथीहरू, सो हामी ढाँचातर्फ जाउँ। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ एकछिन है, यसलाई साइड गरौँ। यहाँ चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले चाहिँ एउटा ढाँचा ल्याइदिएको छु। यसमा चाहिँ तपाईँहरूले लेख्नुहोस्। फर्स्टमा चाहिँ तपाईँले लेख्नुपर्ने हुन्छ भने यहाँ श्रीमान कार्यालय प्रमुखज्यू, अनि त्यसपछि चाहिँ इलाका प्रहरी कार्यालय अब तपाईँको कहाँ छ होइन, बिर्तामोड छ अथवा जनकपुर छ भने त्यहाँको जिल्ला प्रहरी कार्यालय छ, अथवा भने त्यसको जिल्ला प्रहरी कार्यालय है त, श्री कार्यालय प्रमुखज्यू, त्यसपछि जिल्ला प्रहरी कार्यालय जनकपुर होइन, अथवा के छ धनुषा जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय जहाँको छ होइन, पर्सा बारा, अब तपाईँको कुन चाहिँ हो त्यो हिसाबले चाहिँ लेख्नु होला। फर्स्टमा चाहिँ लेख्नुपर्ने हुन्छ तपाईँको जिल्ला श्रीमान कार्यालय प्रमुख छु, त्यसपछि मैले यहाँ लेखेको छु इलाका छ भने तपाईँ इलाका लेख्नुहुन है त। त्यसपछि इलाका प्रहरी कार्यालय गौडा बजार मैले लेखेको छु, स्थान पनि लेख्नु होला। त्यसपछि यहाँ विषयमा लेख्नु होला तपाईँहरूले मोबाइल चोरी अथवा हराएको सम्बन्धमा है त। त्यसपछि यहाँ लेख्न सक्नुहुन्छ यस्तो मोबाइल चोरी अथवा हराएको स्थान। अब तपाईँको मोबाइल चाहिँ कहाँ हराएको छ अथवा कहाँ चोरी भएको छ त्यसको लोकेसन चाहिँ दिनुपर्ने हुन्छ। जस्तै मैले यो भनिदिन्छु, जस्तै काठमाडौँको लेख्यो भने काठमाडौँ महानगरपालिका अब कुन चौक होइन त्यो हिसाबले चाहिँ लेख्नु होला, वडा नम्बर कति त्यो चाहिँ लोकेसन दिनुपर्ने हुन्छ। र त्यस्तै लस्ट भएको छ अथवा स्टोन, यानि यसको मतलब के भयो भने तपाईँ लस्ट भनेको यदि तपाईँको हराएको छ भने यो लस्टमा टिक लाउनु, यदि चोरी भएको छ भने स्टोनमा चाहिँ तपाईँहरूले एउटा टिक लगाउनु है त। त्यसपछि अर्को 2 नम्बरमा यहाँ रहेको छ मोबाइल चोरी अथवा हराएको मिति र समय। अब तपाईँको मोबाइल चाहिँ कुन मितिमा हरायो होइन, कुन समयमा हरायो होइन त्यो चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। यहाँ मिति लेख्नु होला र सँगसँगै टाइम पनि लेख्नु होला है त। जस्तै म लेखिदिन्छु यहाँ फर इक्जाम्पलको लागि 2081 10 महिना होइन, अथवा 11 महिना 5 गते र टाइम यहाँ 2 बजे होइन, 2 बजे यहाँ पिएममा तपाईँहरूको अब लेख्न सक्नुहुन्छ है त, टाइम लेख्नु होला। त्यस्तै अर्को तल रहेको छ मोबाइलको विवरण। अब मोबाइलको कुन मोबाइल थियो तपाईँको त्यसको विवरण दिनुपर्ने हुन्छ। यदि तपाईँहरूले मोबाइलको इएमआई नम्बर आइएमई नम्बर चाहिँ हुन्छ दुईवटा, त्यो दुईटै चाहिँ लेख्नु होला। आइएमई 1मा चाहिँ एउटा लेख्नु होला र अर्को आइएमई 2मा। यो साथीहरू तपाईँको कहाँ पाउँछ भन्दा तपाईँको मोबाइलको जुन बक्स हुन्छ नि त्यो बक्स पछाडि चाहिँ लेखिएको हुन्छ, तपाईँहरूले एकचोटि ख्याल गरेर हेर्नु होला। र त्यो बक्सबाट चाहिँ तपाईँहरूले हेरेर यहाँ लेख्नुपर्ने हुन्छ। अथवा तपाईँको बक्स छैन भने तपाईँको मोबाइलमा पनि हेर्न सकिन्छ। योभन्दा अगाडि चाहिँ तपाईँले राख्नु भएको छ भने हेरेर त्यहाँबाट लेख्न सक्नुहुन्छ, नभए तपाईँको बक्सको पछाडि यहाँ लेखेको हुन्छ त्यो दुईवटा चाहिँ यहाँ लेख्नु होला है त। त्यस्तै अब मोबाइलको मोडल चाहिँ कुन थियो, रेडमी थियो, रियलमी होइन, अब सामसङको अब कुन मोबाइल थियो होइन त्यो मोबाइल चाहिँ लेख्नु पर्ने हुन्छ। जस्तै मेरो अब सामसङको ग्यालेक्सीको M21 थियो भने म यहाँ लेख्छु है त। तपाईँको कुन फोन हो त्यसको मोडल चाहिँ लेख्नु पर्ने हुन्छ है त। त्यस्तै कलर, अब तपाईँको मोबाइलको कस्तो कलर थियो, व्हाइट ग्रिन होइन, अब कस्तो कलर थियो तपाईँको त्यो कलर लेख्नु पर्ने हुन्छ। त्यसपछि चाहिँ अर्को मोबाइल नम्बर है त, मोबाइल फोन तपाईँहरूले लेख्नु पर्ने हुन्छ। अब त्यसमा जुन फोन सिम लागेको थियो होइन त्यो चाहिँ एउटा यो फोन त्यो पनि लेखेको छ युज सिम होइन। अब तपाईँको कुनै अब त्यसमा सिम त लाग्यो होला अलरेडी जब युज गर्नुहुन्छ भने होइन, त्यसमा सिम लागेको छ भने त्यो सिमको चाहिँ यहाँ नम्बर लेख्नुपर्ने हुन्छ, त्यो नम्बर चाहिँ लेखिदिनु। अथवा चाहिँ तपाईँहरूले यदि त्यो सिमको चाहिँ बन्द गरिदिनु भएछ होइन, अब जस्तै फोन हराएपछि के हुन्छ म्याक्सिममले चाहिँ आफ्नो सिम बन्द गराइदिन्छ, त्यस्तो बन्द गराए पनि केही फरक पर्दैन। यहाँ तपाईँ लेख्नलाई चाहिँ लेख्न सक्नुहुन्छ है त, नभए केही फरक पर्दैन। त्यसपछि ब्रान्ड चाहिँ तपाईँहरूले लेख्नुपर्ने हुन्छ। र त्यस्तै इमेल एड्रेस युज इन लस्ट अर स्टोन फोन। अब तपाईँको जुन मोबाइल पहिला युज गर्नुभयो, जुन मोबाइल हराएको छ त्यसमा इमेल त होला, अब त्यो इमेल चाहिँ जुन इमेल युज गर्नुभएको थियो त्यसमा त्यो इमेल यहाँ लेख्नुपर्ने हुन्छ। अथवा नभए पनि केही फरक पर्दैन, यतिकै पनि दिन सक्नुहुन्छ, तर भयो भने राम्रो है त।
त्यहाँ लेख्नु होला। त्यस्तै निवेदन साथ पेश गरेको कागजातहरू तपाईँहरूले हुनुपर्ने हुन्छ र यो चाहिँ नेपाली नागरिकताको प्रतिलिपि वा पहिचान खोल्ने पासपोर्ट पनि दिन सक्नुहुन्छ तपाईँको है त। त्यस्तै मोबाइल बिलको फोटोकपी है त। अब मोबाइल बिल तपाईँहरूसँग छ भने त्यसको फोटोकपी नभए त्यो के भन्छ आइएमई नम्बरको जुन छ नि आइएमई नम्बरको एउटा फोटो क्लिक गर्नु होला र प्रिन्ट आउट गर्नु होला र त्यो चाहिँ तपाईँहरूले यसमा राख्नु होला है त। एउटा नागरिकता भयो र अर्को मोबाइलको बिलको फोटोकपी बिल नभए पनि के भन्छ यो आइएमई नम्बर जुन छ त्यसको फोटोकपी गरेर चाहिँ तपाईँहरूले दिनुपर्ने हुन्छ। र यहाँ लेख्न सक्नु तल दिएको छ निवेदक। अब तपाईँ निवेदन दिँदै हुनुहुन्छ भने तपाईँको फोन आएर तपाईँ आफ्नो नाम लेख्नु होला, त्यसै ठेगाना लेख्नु होला र सम्पर्क नम्बर। अब तपाईँलाई कन्ट्याक्ट गर्नु पऱ्यो भने तपाईँहरूले आफ्नो सम्पर्क अहिले चाहिँ युज गर्दै हुनुहुन्छ जुन चाहिँ फोनको नम्बर यहाँ लेख्नु होला र मिति सबै कहिले चाहिँ दिँदै हुनुहुन्छ। जस्तै म आज यो निवेदन दिँदैछु भने आजको मिति चाहिँ लेख्नु पर्ने हुन्छ साथीहरू है त। सो यसरी चाहिँ तपाईँहरूले सजिलो तरिकाले आफ्नो फोन खोज दिनको लागि चाहिँ यो नजिकको प्रहरी चौकीमा अथवा इलाका प्रहरी कार्यालयमा तपाईँहरूले यसरी निवेदन दिन सक्नुहुन्छ। र यो निवेदन लिएपछि तपाईँहरूलाई एउटा अनलाइन फर्म पनि भन्नुहुन्छ अथवा आफैले भरिदिनु भयो त्यहाँबाट भने ठिक छ, नभए तपाईँहरूले साइबरमा गएर भर्नको लागि भन्नुहुन्छ। त्यहाँबाट गएर चाहिँ तपाईँहरूले तिनीहरूले पनि 200-300 रुपियाँ लेख्छ त्यसको पनि। यदि त्यसको पनि भिडियो चाहियो भने तपाईँहरूले कमेन्ट गर्नु होला, हामी त्यसको पनि भिडियो बनाइदिन्छौँ है त। र यो भयो साथीहरू एउटा ढाँचा जसको मार्फत चाहिँ तपाईँहरूले यसरी लेखेर तपाईँहरूले आफ्नो नजिकको इलाका प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालयमा चाहिँ तपाईँहरूले निवेदन दिन सक्नुहुन्छ साथीहरू है त। हस् साथीहरू, आजको भिडियो कस्तो लाग्यो? यस्तै खालको ढाँचाहरू अथवा निवेदन कुनै लेख्नु पऱ्यो भने तपाईँहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ, हामी त्यसको भिडियो पनि बनाएर तपाईँहरू समक्ष पुर्याउने कोसिस गर्छौँ है त। हस् साथीहरू, आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।